हामीलाई रोगी बन्नको प्रमुख कारणहरू हामी नरिसमेन्ट सेलुलर थेरापी यो किसिमको टेक्नोलोजीबाट हामी उपचारको एउटा पद्धतिको निर्माण गरिरहेका छौँ। तपाईँको शरीरमा 63 खरब भन्दा बढ्ता कोषहरू छन्। यो बुझ्नुहुन्छ हजुर सबैले? सायद अलिकति पढे लेखेको मान्छे म जस्तो मान्छेले बुझे त हजुरहरूले पनि बुझ्नुहुन्छ। हाम्रो शरीरमा के छ? 63 खरब भन्दा बढ्ता कोषहरू छन् र कोषहरू मिलेर के बन्छ? तन्तु बन्छ। तन्तु मिलेर के बन्छ? अङ्गहरू। अङ्ग मिलेर के बन्छ? अब हेर्नुहोस्, आज तपाईँको रोगको सबभन्दा पहिला सुरुवात कहाँ हुन्छ त? तपाईँको कोषमा हुन्छ र तपाईँको ठिक गर्न पनि त्यही कोषलाई हो। तर आज त्यो कोषलाई ठिक गर्नेतर्फ हाम्रो ध्यानै छैन। यो 63 खरबभन्दा बढ्ता जुन कोषको पिण्ड हो यो शरीर, यो शरीरको यो कोषलाई पहिला तपाईँले जबसम्म शक्तिशाली, जबसम्म त्यसलाई बलियो, जबसम्म त्यसलाई ऊर्जावान र ब्यालेन्समा राख्न सक्नुहुन्न, तपाईँ निरोगी कहिले हुन सक्नुहुन्न। तपाईँले भर्खर बच्चा जन्मिने बित्तिकै उसको अनुहारहरू, गालाहरू, हातहरू कस्तो मुलायम छौँ लाग्छ कि लाग्दैन? तर त्यही बच्चा बुढो हुँदै गयो भने त्यही उचाउरी पर्न थाल्छ। किन? त्यही कोषको कारणले। जति छिटो तपाईँको कोषहरू ड्यामेज हुन थाल्यो, जति छिटो तपाईँको कोष बुढो भयो, त्यति छिटो मान्छे बुढो हुन्छ। बुझ्दै हुनुहुन्छ यो कुरा? र अब यो कोषलाई तपाईँको बलियो बनाउनको लागि